नानीहरूले के चटपटे खाँदा छन् यी छोरी बुहारीले चटपटे खाँदा छन् नानी छ यी ती पारि एउटा नानी छ यता एउटा नानी छ ऊ पारि एउटा नानी छ ती एउटा झोलङ्गामा छ यसो पोल्टी पार चटपटे देखा काली देखान्छ ए भगवान त चटपटे भेट्न आएको हेर्नु साथीभाइहरू हेर्दा नानी छ यी हाम्रो त हेर्दा बोइरालो बस्छ उता पनि नानी छ यता पनि ऊ पारि नानी छ यहाँ पनि नानी छ यो फेरि ओल्ली जेठ हो ऊ पारिकन ओल्ली जेठ हो एउटा हेर्ती छ हेर त यिनी नानी आमाहरूले आज चटपटे बनाउनु लाग्छ चटपटे खाने अरे उसो नानीको पेट दुखेर पनि थाहा भन्छ काली भान्जी पारी पिरीबाट नानीको टोपीले नानीको पेट दुख्छ अन्त पारी हेर त नानी के भयो तपाईँमा त एउटा छुल्काइदियो कुटुर पोरो क्या त बहिनी पुरेन पर्छ यहाँ पिसा भइदियो म ओटी त्यो छोरा हो र यो पनि लोर्की ऊ पनि लोर्की हेटीमाको नि लोर्की यत्रो छ हेर्नुहोस् लोर्की हाम्रो त ती अब यस्ता नानी पाकाले ती चटपटे खाँदा छ नानीको पेट दुख्छ र सबै लोर्की तल मुनि बोसी अङ्कलले छोरी बुहारी यो फेरि यसको छोरी हो त्यसको छोरी कतै हेर्छ त्यसले बोले यस्तो खान्छ यस्तो नानी पाएको मान्छेले नानी छ यस्तो खाँदा छ चटपटे मुले थोरै खाने थोरै खाने मुले रोटी खाने चटपटे काली हाम्रो छोरी बुहारीले चटपट खाना छ नानी छ छोरीको पनि नानी छ बुहारीहरूको नानी छ खानुपर्छ तिमी पाठा बुझाला क्या नानी बुझा कालले म खान लाग्यो पार्न त
ओइ भुन्डे दा नानीको पेट दुख्छ धेर खाने न कस्तो म अनुसन्धान दिन चाहन्छु